It's a brand new day. अहिले कति बजिरहेको छ भने 7:19 in the morning भएको छ Wednesday 12th of March. उड्न उडिसक्यो अब चाहिँ के गर्नुपर्छ भने क्विकली बाथरुम गएर फ्रेसन अप हुनुपर्छ अनि त्यसपछि चाहिँ हुन्छ नि मजासँग रेडी भएर घरैमा मिटिङको लागि चाहिँ बस्नुपर्छ अनि त्यसपछि मिटिङ भएपछि चाहिँ कामको लागि दौडिहाल्नुपर्छ के अब हुन त अफिसै पुग्छु भनेर सोचिरहेको थिएँ मिटिङको लागि तर 7 बजेर अलमोस्ट 20 मिनेट हुन लागेको बेलामा उठियो आज सो त्यही भएर चाहिँ हुन्छ नि अलिकति ढिलो भइसकेको छ के त्यही भएर पनि म आज हुन्छ नि डाइरेक्टली फोनबाट खिचिरहेको किनभने फेरि हुन्छ नि अब त्यो क्यामेरा सेटअप गर माइक्रोफोन सेटअप गर त्यो सबै गर्दाखेरि जे जस्तो भए पनि अलिकति भए पनि टाइम लस हुन्छ के त्यही भएर डाइरेक्टली मैले हुन्छ नि फोनैबाट क्याप्चर गरे अब आजको लागि मेबी अब काम भ्याएर जब हुन्छ नि बेलुका घर आउँछु नि त्यतिखेर चाहिँ मेबी क्यामेरामा स्विच गरिएला हेरौँला तर अहिलेको लागि चाहिँ अब यही हो सबभन्दा कन्भिनियन्ट भनेको सो त्यही अब क्विकली हुन्छ नि फ्रेसन अप हुन गइहालौँ ल म रेडी त भइसकेको छु र लिटरली अहिले चाहिँ मैले हुन्छ नि कामको एउटा मिटिङ गर्नु परेको थियो सो त्यो मिटिङ मैले भ्याइसकेको छु होइन अब चाहिँ म कामको लागि घरबाट चाहिँ निस्किन्छु ल ब्याग स्याग प्याक गरिसकेँ अब चाहिँ के गर्छु भने कामको लागि निस्किहाल्छु अब खिचेछु भने एकैचोटि घर आइसकेपछि नै खिच्छु अहिलेको लागि चाहिँ म गएँ ल अहिले चाहिँ कति बजिरहेको छ भने 6:32 PM भइरहेको छ र आजको लागि चाहिँ मैले आफ्नो काम भ्याइसकेँ र काम भ्याउने मात्र होइन काम भ्याएर घर पनि आइसकेको छु एकदमै थाकेको छ र पसिनै पसिना भएको छ अहिले चाहिँ के गर्नु पर्यो भने मैले चाहिँ आज त्यो पार्सल आएको हुन्छ होला भनेर सोचेको थिएँ मैले चेक गर्न जान चाहिँ बिर्सेँ सो एकचोटि क्विकली तल गइहाल्छु अनि पार्सल आएको रहेछ कि रहेन रहेछ हेरिहाल्छु मोस्ट लाइकली आएको छ होला होइन सो तल जानु पर्यो अनि हेर्नु पर्यो मलाई खुट्टा एकदमै दुखिरहेको थियो क्या सो त्यही भएर पनि म चेकै नगरिकन माथि आएँ के सो एकचोटि तल जाम अनि पार्सल आएको रहेछ भने चाहिँ उठाएर लिएर आम होपफुली हेभी चाहिँ छैन होला ल ऊ पनि भर्खरै घर आएको छ र घर आउने बित्तिकै चर्तिकला हेर न हाइट नभएपछि त्यस्तै हो क्या त्यस्तो स्टुलमा बेला बेलामा उभिने इच्छा जागर जाग्छ हिँड हिँड ल तल जाम पार्सल लिन जाम न त ल पार्सल चाहिँ पाइयो अलिकति ठुलो र अलिकति हेभी त छ अब यसलाई बोकेर चाहिँ माथि जानु पर्यो भन्ने नै हो भने अब त्यो जे चाहिँ अर्डर गरेको हो नि त्यसको कम्पेरिजनमा त सानै हो ल अहिले चाहिँ मैले त डेस्कमा राखेको छु राम्रोसँग अटाएको त छैन तर यहाँनिर चाहिँ छ हाम्रो यो बिन ब्यागको चाहिँ एक्चुअल ब्याग होइन सो यो पनि बाहिर राखौँ अनि यसमा चाहिँ त्यो सबै हुन्छ नि बिन्सहरू एक्चुअली मेमोरी फोमहरू चाहिँ यसभित्र राख्नुपर्छ ल मैले चाहिँ खोल्न चाहिँ खोलिसकेको छु होइन अनि त्यो मेमोरी फोमवाला हाम्रो बिन ब्यागको लागि सामान चाहिँ यहाँ जुन प्रोबेबली मैले प्लास्टिकबाट खोलेपछि चाहिँ यो एक्सप्यान्ड हुन्छ सो दिस कुड बी इनफ अनि नहुन पनि सक्छ होइन मेरो हाई चान्सेस चाहिँ मैले सोचे अनुसार चाहिँ नपुग्ला तर नपुगे पनि ठिकै छ किनभने अब हुन्छ नि यो हालिसकेपछि एटलिस्ट थाहा हुन्छ क्या अनि त्यही अनुसारले जति नपुगेको हो त्यो अर्डर गर्न त मिलिहाल्छ अनि यहाँनिरको चाहिँ मैले अस्ति नै अनबक्स गरिसकेको छु यो चाहिँ अर्को एउटा वुडन रिस्ट रेस्ट हो होइन जुन चाहिँ मैले अब घरमा युज गर्छु किनभने घरको त मैले काममा लिएर गएर राखिसकेको छु सो घरको लागि चाहिँ अब छैन नि त सो त्यही भएर चाहिँ यो एक्स्ट्रा अर्डर गरेको हो ल अस्ति नै अनबक्स गरेको जस्तै सिमिलरली यहाँनिर चाहिँ छ वुडन रिस्ट रेस्ट अनि यो चाहिँ रबर फिट हो यसलाई चाहिँ एकछिनको लागि यता साइडमा राखौँ अनि यहाँनिर चाहिँ छ मेन कुरा यसलाई चाहिँ अब होम अफिसमै राख्नुपर्छ यसलाई फेरि हुन्छ नि अब त्यो इन्स्टल गरेर देखाएर काम छैन मेन भनेको आज चाहिँ यो चाहिँ बिन ब्यागमा राख्ने हो ऊ पनि यो हेरेर यति मात्र त छ त यसले के नै हुन्छ भनेर भन्छ कि यो मेमोरी फोम जेल बेस्ड हो क्या सो यो आई थिङ्क एक्सप्यान्ड हुन्छ अनि यो आजको भोलिमा आउनको लागि चाहिँ यही वेटको मात्र अभाइलेबल थियो क्या सो त्यही भएर मैले यो बाहेक अरू कुनै अर्डर गर्ने अप्सनै थिएन सो त्यही भएर यो अर्डर गरेको हो हाली हेरौँ अनि त्यसपछि जति पुग्न पुग हुन्छ त्यो अनुसारले एडिसनल हुन्छ नि अर्को एक दिनमा डेलिभर हुने फेरि अर्डर गरौँला र मलाई जहाँसम्म लाग्छ यो हुन्छ नि हामीले यो प्लास्टिक ऱ्यापबाट अनऱ्याप गरिसकेपछि यो आई थिङ्क एक्सप्यान्ड हुन्छ क्या ल उसले चाहिँ अहिले भर्खर यहाँनिर पिन ब्यागलाई चाहिँ हुन्छ नि त्यो प्याकेटबाट झिकेको थियो र झिक्ने बित्तिकै एउटा कुरोको रियलाइजेसन चाहिँ के भयो भने बेसिकली यो जिपरको चाहिँ हुन्छ नि ह्यान्डलै रहेन रहेछ भयो त यस्तो नि हुन्छ सामान स्ट्रेट आउट अफ द बक्स यस्तो छ यो गनाउन चाहिँ कस्तो गनाइरहेको छ है एकदमै कस्तो ठुस ठुस गनाइरहेको छ यार छ्या तो स्मेल क्या गनाइरहेछ आई डोन्ट थिङ्क त्यो ट्विजरले हुन्छ हो ट्विजरले हुँदैन त्यो फेरि बिना सित्तीको त्यो फाटेला मात्र कि केमाट लिएर गएर भन्ने हो कि उनीहरूलाई हुन्छ नि यस्तो दिएको रहेछ यहाँनिर यो ह्यान्डलै रहेन रहेछ जिपरको लागि भनेर टार्गेट अब जे भए पनि ब्रडवेतिर अब यस्तो त अनि कहाँ खोल्ने बन्द गर्ने त धेरै गाह्रो हुन्छ नि हामीलाई हामीले चाहिँ के सोचेको भने ऊ यो जिपरहरूको यो जहिले पनि पछाडिको एन्ड जस्तोमा चाहिँ हुन्छ नि त्यो त्यहाँबाट निस्किने जस्तो सिचुएसन हुन्छ क्या किनभने त्यहाँबाट अलिकति ओपनिङ हुन्छ नि त तर यसमा त केही ओपनिङै रहेन रहेछ क्या यो त हुन्छ नि सिल छ चारैतिरबाट सो बेसिकली के भएको हुन सक्छ भने यो आई थिङ्क एउटा म्यानुफ्याक्चरिङ डिफेक्ट हो जस्तो छ किनभने प्याकेजिङमा पनि हामीले खोतालेर हेरिसक्यो होइन त्यसमा नि कहीँबाट पनि त्यो जिप झरेको छैन क्या सो आई डोन्ट नो के भएको हो यसमा अनि फनी इनफ यो पछाडि चाहिँ जाँदैन होइन तर अगाडि चाहिँ हुन्छ नि मजासँग तान्न मिल्छ क्या फर सम रिजन ल उसले चाहिँ अब यहाँनिर अलिकति ट्याक्टिक्स लाउँदैछ यसो हुन्छ नि अलिकति धागो सागो रिबन सिबन जे भए पनि घुसा
घुसाएर अर्को साइडबाट निकालेर अनि त्यसलाई चाहिँ मजासँग बान्यो भने कमसेकम आफ्नो एउटा ह्यान्डल जस्तो बन्यो नि त यी खुले ल सक्सेस गुड त्यसलाई आई थिंक यसरी नै बान्दियो किनभने यो पछि पनि त युज गर्नको लागि चाहिन्छ नि त सो यतिकै बानेर छोड्दियौ हामीहरुलाई जुगाड गर्न चाहिँ धेरै आउँछ क्या हैन यस्तो कुराहरु त अब लाइफले पनि सिकाउँछ भन्ने के भन्ने मैले अहिले भर्खर यो खोलेपछि तिमीले यो खोल्दै नि त्यसपछि मैले भित्र हेरेर हात यसरी घुसाउन खोजेको हैन यहाँ एकचोटी हात घुसाएर हेर त तिमीलाई पनि थाहा पाउँछ अर्को चेन्ज छ है म त यसरी हात घुसाउँछु ल यत्रो सानोमा कसरी यो सबै भरिन्छ सोचिरहेको थिएँ हैन आखिर त यहाँनिर एउटा अर्को जिप रहेछ अनि त्यहाँनिर पनि ले फेरि यसमा पनि छैन भो त के हो यार इनरको यो फ्यान्सी डिजाइन यसमा पनि तान्नको लागि केही छैन ल अब हामी फेरि पनि त्यो अघिनको जस्तै गर्दैछौं त्यसमा पनि अर्को एउटा रिबन जस्तो अट्याच गरिरहेको छौं खोल्नको लागि किनभने त्यो भयो भने चाहिँ तान्न हुन्छ नि बन्द गर्नको लागि धेरै सजिलो हुँदो रहेछ के सो त्यही मेथड लाउँदैछौं होपफुली खुल्छ होला अघि न त खुलेको थियो भयो तिमीले चाहिँ आई थिंक बरु केमाटहरु टार्गेटहरुको लागि यो काम गर्यो भने चाहिँ धेरै राम्रो हुन्छ जस्तो छ जुगाडु शार्क ट्याङ्क इन्डियामा एउटा आएको थियो नि जुगाडु कमलेश भनेर तिमी पनि जुगाडु कृतिका भनेर छौ हामी चाहिँ यहाँनिर सेटअप गरिरहेको बेलामा बाहिर कस्तो राम्रो हुन्छ नि येल्लो पारामा घाम लागेको के कस्तो चिटिक्क देखिरहेको छ ल अब चाहिँ फुल एक्सेस पाएको छौं हामीले भित्रसम्म हैन अब बेसिकली यो सबै हुन्छ नि खोलेर यहाँ भित्र खादिहाल्छौं अनि होपफुली यो बिस्तारै बिस्तारै फुल्दै जान्छ होला त्यो म्याट्रेसहरु पनि हुन्छ नि प्लास्टिकमा सिल भएर आउँदाखेरि कस्तो पातुलो हुन्छ नि अनि त्यसपछि प्लास्टिकबाट झिकिसकेपछि फुल्दै जान्छ नि आई थिंक यो पनि त्यस्तै हुन्छ होला के किनभने मटेरियल त सेम हो र यो मेमोरी फोम वाला जेल बेस्ड मटेरियल हो के सो यसले कुलिङ पनि एकदमै राम्रोसँग गर्छ के सो त्यही भएर अब यो भित्र हालौं अनि 1-2 दिनपछि चाहिँ वी विल नो कि कति अझ हाल्नु पर्छ भनेर अनि त्यसकै अनुसारमा फेरि अर्डर गरौँला अहिलेको लागि चाहिँ यो खोलिहालौँ है त सो मैले चाहिँ के गरिसकेको छु भने यसको मुख हुन्छ नि मैले काटिसकेको छु र यहाँ फुल्दै गइरहेको छ क्या अहिले बोल्दा बोल्दै सो मैले यो सबै भित्र घुसाएको छु अब यसलाई सिधै उल्टाएर चाहिँ हुन्छ नि यसभित्र खनाइदिन्छु म मेबी यहाँनिर फ्रन्ट फेसिङ क्यामेरा अन गरेर भए पनि त्यो सकेसम्म अब जे क्याप्चर गर्न सकिन्छ क्याप्चर गर्नु पर्ला तर यो क्याप्चर गर्ने न्यूमा फेरि सबै हुन्छ नि त्यो ओपन भइसक्ला कि फुल्दै छ क्या अझै समात है त्यहाँनिर अरे जाँदैन रहेछ नि त हेर्दा औँठी खोल्नु पर्यो यहाँ फेरि औँठी अड्केलाई तान्नै पर्ने रहेछ ए भर निस्किँदैछ अलिकति अनि सबै गइहाल्छ नि यो नि काट्दियो भने ल अब चाहिँ पालो अर्को एउटा ब्यागको र आजको लागि चाहिँ एउटा लास्ट ब्याग हो ल त्यो दुईटा ब्याग चाहिँ जे थियो हामीले यहाँनिर हालिसकेको छ त्यो मेमोरी फोम जेल अब यसो हेर्दाखेरि त्यस्तो साह्रो फुलेको त छैन तर लेट्स सी हैन लेट्स मोनिटर फर अ कपल अफ आवर्स अभियसली यतिले त पुग्न त पुग्दैन तर त्यही पनि हेरौँ न के हुँदो रहेछ अनि मजासँग फुल्लेपछि भोलि बिहान चाहिँ हुन्छ नि विल एक्चुअली नो मोर क्या तर फ्यु आवर्समा हामी फेरि पनि हेरौँला ल बिन ब्यागलाई चाहिँ अहिले हामी यहाँ छोड्छौँ हैन र यस्तै पोजिसनमा छोड्छौँ र हेरौँ यो कतिको फुल्छ ओर फुल्दैन नफुल्न पनि सक्छ हु नोज हैन अब फ्यु आवर्समा हेरौँला अनि त्यसपछि भोलि बिहान पनि हेरौँला अनि कतिको बढ्या रहेछ बढाएर रहेछ थाहा हुन्छ अहिलेको लागि चाहिँ घरमा चारैतिर बत्ती बालौँ किनभने अन्धकार भइसकेको छ बेडरुममा नि बालिहालौँ न अब चाहिँ के गर्नु पर्छ भने लुगासुगा फेरेर घरको अटायरमा बसिहालौँ एकछिन रिल्याक्स गरौँ चिल गरौँ अनि त्यसपछि चाहिँ पूजा सुजा गरेर डिनर खाने तर्खर पनि गरिहाल्नु पर्छ तर बिफोर द्याट 5-10 मिनटको लागि भए पनि रेस्ट ल अब अहिले बज्न चाहिँ रातिको 8 बजिसकेको छ आज स्लाइटली ढिलो भइरहेको छ डिनर खानको लागि तर ठिकै छ डिनर रेडी छ आजको डिनरमा चाहिँ अब यही भुजा सुजा छ यो प्रन करी बनाएको छ त्यो छ अनि यहाँनिर अन्डा छ यो चाहिँ बेसिकली मैले आज हुन्छ नि लन्चमा लिएर गएको थिएँ तर लन्चमा खाइन मैले आज बाहिर खाएँ सो त्यही भएर यो भुजा र यो प्रन करी चाहिँ बाँकी छ सो अब क्विकली यो खाइहाल्नु पर्यो है त ल अहिले त यहाँ फ्यु आवर्स भइसक्यो र यो बिन ब्याग हुन्छ नि स्लाइटली फुलेको छ अघिको कम्पेरिजनमा हामीले छोडेर गएपछि तर स्टिल इट्स नट इनफ सो अझ पनि भर्न बाँकी छ मोस्ट लाइकली अब विकेन्डमा भरिन्छ होला अब त्यो मेमोरी फोम त दुईटा ब्याग हालिसकेको छ अब अझै दुईटा ब्यागले पनि यसलाई फिल गर्न त मिल्दैन सो त्यही भएर चाहिँ हामी चाहिँ हुन्छ नि अलिकति चिपर अप्सन चाहिँ के गर्छौँ भने एक्चुअल बिन ब्यागको लागि त्यो बिन्स हुन्छ नि जुन चाहिँ एकदमै सस्तो पनि हुन्छ किनभने एउटा बिन ब्यागको $11 पर्छ क्या त्यो एक्चुअल बिन्सको सो त्यो चाहिँ हुन्छ नि अब केमार्ट या टार्गेट कहीँबाट
लिएर आउँला विकेन्डको बेलामा अनि 3टा ब्यागले यो पुरा भर्दिउँला अनि त्यो अब जे पनि मेमोरी फोम हालेको छ त्यो पनि भित्र रहि नै रहन्छ and that's actually going to be a good combination as well के अनि also अब यहाँनिर भिडियो एडिट गर्ने प्रोसेसहरु किक अफ गर्नु भन्दा अगाडि चाहिँ यो रिस्ट पनि मजासँग सेटअप गरिहाल्नु पर्यो यसमा यहाँनिर रबर फिटहरु केही पनि छैन सो त्यो पनि हुन्छ नि हालिहाल्नु पर्यो यसमा ल सो क्विकली एउटा ट्रान्जिसन खिचिहालौँ है त ल यहाँ रेडी भइसकेको छ मैले अब त्यो खुट्टा हुन्छ नि यहाँ चारैवटा ठाउँमा राखिसकेको छु ल अब एउटा चाहिँ काममा भयो एउटा चाहिँ घरमा भयो अब कहीँ पनि हुन्छ नि बोकेर हिँड्नु पर्छ भन्ने जस्तो प्रब्लम हुँदैन के ल ठिकै छ अहिले चाहिँ अब कति बजिरहेको छ भने अलमोस्ट 11 नै बज्न लागिसकेको छ 11 बज्न लिटरली भन्ने नै हो नि 8 मिनेट मात्र बाँकी छ अनि भोलि त मेरो आज भन्दा पनि अर्ली स्टार्ट छ काममा सो त्यही भएर हुन्छ नि अब आई डोन्ट नो हुन्छ नि 7:30 बजेदेखि नै मिटिङ छ बिहानको सो घरबाट नै मिटिङ गर्दै बाटोमा हिँड्नु पर्छ होला कामको लागि सो अब हेरौँला के हुन्छ कस्तो हुन्छ हैन सकेसम्म अब एटलिस्ट हुन्छ नि अलार्म सलाम राखेर भए पनि बिहान चाँडो उठ्ने एटलिस्ट प्रयास चाहिँ गर्छु तर हेरौँ के हुन्छ अहिलेको लागि चाहिँ के गर्नु पर्यो भने क्विकली आजको लागि यो भिडियो चाहिँ यही एन्ड गरेर चाहिँ बिन्दास पारमा एडिटिङ सुरु गरेर त्यो सबै काम चाहिँ भ्याइहाल्नु पर्यो अनि नुहाएर मजासँग सुत्नको लागि गइहाल्नु पर्छ नभए निन्द्रा पुग्दैन सो त्यही भएर चाहिँ अब एन्ड गरिहाल्नु पर्यो आज बेसिकली अब मजासँग हुन्छ नि अब त्यो अर्डर गरेको सामान घरमा डेलिभर भएको थियो कामबाट घर आइसकेपछि त्यसलाई अनबक्स गरेर मजासँग बिन ब्यागमा चाहिँ त्यो मेमोरी फोम त्यो जेल बेस्ड हुन्छ नि त्यो फोम चाहिँ भरियो अनि जुन अब अघि नै देखाइसकेको छु पुग्न चाहिँ पुगेको छैन तर त्यसको लागि अब विकेन्डमै हुन्छ नि ब्रडवे शपिङ सेन्टर गएर अनि त्यहाँबाट चाहिँ मजासँग लिएर आम्ला हुन्छ नि त्यो एक्चुअल बिन्सहरु जुन चाहिँ त्यो बिन ब्यागमा भर्ने हो अनि होपफुली द्याट्स गोना डु द जब त्यही हो अरु त खासै त्यस्तो केही गरेको छैन अब त्यति भन्दै I'll end it right here so thank you for watching this vlog this far I'll definitely see you in the vlog tomorrow till then bye